दाइ यदि कतै केही भएर म मरिहालेँ भने पनि, तर खै पनि थाहा छैन कुन बेला के हुन्छ होइन। यदि म मरिहालेँ भने पनि मेरो लागि आँसु बगाउने मान्छे पनि छैन क्या दाइ। बगाउलान् तर बाहिरबाट बगाउलान्, सुन्लान् देख्लान्, तर यदि म यो दुनियाँमा रहेन भने मेरो छोरी, फर्स्ट अफ अल छोरा छोरी जे भए पनि सन्तान एउटै हो दाइ। उसको भविष्यको लागि, उसको ओठमा मिठो मुस्कान ल्याउनको लागि म सङ्घर्षको मैदानमा छु, सङ्घर्षसँगै लडीबुडी गरिरहन्छु म। त्यही सङ्घर्षले मेरो छोरीको जिन्दगी बन्छ भने म त्यसैमा खुसी छु। एउटा खुसी मेरो छोरी, खुसीको एउटा पोइन्ट चाहिँ मेरो छोरीले ल्याइदियो दाइ। छोरी भएर अहिले म यसरी जीवित छु, अहिले स्ट्रङ छु यसरी। यदि मेरो छोरी नै हुँदैन थियो भने के हालत हुन्थ्यो दाइ मेरो। धन पैसाले सबै कुरा नपुग्ने रहेछ मेरो दाइ। हामीसँग अथाह धन छ, पैसा छ, सम्पत्ति छ, त्यो केही सीमित समयको लागि मात्रै हो दाइ। तर मन, सम्बन्ध अनि इज्जत भोलिसम्म पनि टिक्ने रहेछ दाइ। त्यही पनि छैन नि दाइ मेरो त, कोही पनि छैन। हुनुहुन्छ आफन्तहरू हुनुहुन्छ, तर पर्दा पछाडिको आफन्त हुनुहुन्छ। कालो पर्दामा हुनुहुन्छ, जब कालो पर्दा खोल्यो भने उहाँहरू देखिनुहुन्छ भने जब पर्दा लगाइदियो भने अँध्यारो हुन्छ दाइ। गाउँमा गएर होइन मलाई खाना बनाएर खुवाइदिने मान्छे पनि छैन क्या मेरो दाइ। कहिले कसको घरमा, कहिले साथीको घरमा, कहिले कहाँ गएर घरमा एक दिन पनि खाना नबनाएर हरेक दिन रक्सी हुन्थ्यो दाइ। हरेक दिन रक्सी त्यही रक्सी खाएर बसेँ। सुन्दा नराम्रो लाग्ला दर्शकहरूलाई, यो यथार्थ हो, यो वास्तविकता हो, मेरो जिन्दगीको एउटा प्रेरणा हो। यहाँहरूलाई प्रेरणा मिल्नेछ मेरो यो जिन्दगीको भोगाइ सुनेर। त्यही रक्सीमा बितिरहेको छ आजभोलि जिन्दगी। अबको केही दिनपछि म निस्किन्छु दाइ यहाँबाट, फेरि साउदी जान्छु म। त्यही कम्पनीमा जान्छु, त्यही ठाउँमा जान्छु, निरन्तर काम गर्छु, छोरीको लागि राम्रो गर्छु। छ राम्रो कमाइ छ दाइ। हिजो स्टार्टिङमा लेबर भिजामा गएको मान्छे, लेबरी काम गरेर गएको मान्छे विदेशमा कति पीडा हुन्छ त। त्यो विदेशमा बस्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई थाहा छ। तर घरको मान्छेहरूले, यो हाम्रो नेपालमा बसेको मान्छेले के सोच्छ भने विदेशमा पैसाको रुख बन्छ भन्ने छैन दाइ। जब पसिना बग्छ त्यसपछि मात्रै पैसा देख्न पाइन्छ। त्यही पैसालाई